जिते पनि के सांसद हुन पाउँदैन रे, मन्त्री हुन पाउँदैन रे। मान्छे हुन पाउँछु म मान्छे हुन पाउँछु। तिमीहरूले मलाई मान्छे मात्र हुन दिन्छौ? मान्छे मात्र रहेछु भने पनि भ्रष्टाचारीको महल ढाल्न पर्याप्त छ रवि लामिछाने। अनागरिक बनायौ, जबरजस्ती झुटा मुद्दा हालेर संसदबाट बाहिर निकाल्यौ, जनताको मनबाट बाहिर निकाल्न सक्यौ? सक्छौ भने जनताको मनबाट बाहिर निकाल, तयार छ रवि लामिछाने। म माथिको अपराधको सिलसिला सकिएको छैन। मलाई झुटा मुद्दा लगाउने सरकार अपदस्थ भएर हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याइदिएको मुद्दा मसँग छ। अपदस्थ सरकार हेलिकप्टरमा झुन्डिएर भागे पनि तिनले झुन्ड्याएको मुद्दा यो शरीरमा बोकेर बाँचेको छु, तर मलाई केही पनि फरक पर्दैन। सुशासनका लागि जेन्जी भाइ बहिनीहरूले आफ्नो यो भूमिमा आफ्नो रगत चढाएका छन्। ती आमाहरूले आफ्ना सन्तान चढाएका छन्। ख्याल गर्न पाइन्न, ख्याल गर्न पाइन्न। यहाँ रवि लामिछानेको मुद्दा ठुलो कुरो होइन, देशको भविष्यको मुद्दाको ठुलो कुरा हो। मलाई डस्ने सर्पहरू मरे कि मरेनन् थाहा छैन, तर तिनले मेरो शरीरमा हालिदिएको विष बोकेर म आज पनि बाँचिरहेको छु। मेरो शरीरमा ती सर्पहरूले डसेको बिख अझै पनि बाँकी छ। म यो बिख लिएर पनि लड्छु, यो बिख लिएर पनि मर्दिन, लड्छु, यो बिख लिएर पनि लड्छु। यो शरीरमा एक थोपा रगत रहउन्जेलसम्म